मैले आज देखेँ उहाँ एकदमै ईश्वरलाई करोड करोड धन्यवाद दिन चाहन्छु म मसी येशूको नाउँमा। अर्कोचोटि हाम्रो डम्बर सरलाई नछुटाउनु होला। मलाई डम्बर सरको गवाई सुन्न मन लाग्थ्यो। म निकै उत्साहित भएको थिएँ। शैतानिक आत्माले हार खाएको दिन, शैतानिक आत्मा डम्बर सरको पैताला मुनि परेको दिन मलाई अहिले पनि याद छ। हे गुरु, मलाई मारिसके, मलाई सिद्ध्याइसके, ए तपाईँ आउनुहोस् न। यो प्रकाश भन्ने जन्तु रहेछ यहाँ, यो प्रकाश भन्ने जन्तुले मलाई भ्याइसक्यो। हे गुरु, यसको मुटुमा बाण हानेर छेडेर मार्देऊ न गुरु। अनि उहाँको भाषा जसरी हाम्रो अन्य भाषा भन्छौँ नि त्यस्तै बोल्दै 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 अनि गुरु पनि आउन सकेन। अनि गुरु पनि पैताला मुनि परेर, डम्बर सरको पैताला मुनि परेर, त अब सच्चाइ गइहालिस्, अब मेरो के काम छ र म पनि जानै पर्यो नि त बाबै। यस्तो नराम्रोसँग शैतानले हार खाएर गएको जिन्दगीमा यति गर्व लाग्छ। त्यसैले उहाँको गवाई मलाई निकै सुन्न मन लागेको छ। बाहिर आएर भन्नुहुन्थ्यो, ए प्रकाश, तँलाई मार्छु, मैले सिद्ध्याउँछु, तँलाई म सिद्ध्याउन आएको, कसैले सिद्ध्याउन सकेनन्, मैले सिद्ध्याउन सक्छु भनेर आएको भनेर बाहिर चिच्चाइ चिच्चाइ बोलिरहनु भएको थियो। तर आज उहाँको अनुहार देख्छु, अनि उहाँलाई देख्छु, उहाँको मुहार देख्छु, पहिलाको डम्बरलाई देख्छु, अहिलेको डम्बरलाई देख्छु। गर्व लाग्छ मेरो पिता, तपाईँले के गर्न सक्नुहुन्न। त्यसैले अर्कोचोटि डम्बर सरबाट हामीले गवाई सुन्नेछौँ। आज मै हुँ भन्नेले पनि तपाईँ हामीसँग हार खाएको छ। हामी कति सौभाग्यशाली जो परमेश्वरले हामीलाई अन्धकारबाट ज्योतिमा राख्नु भएको छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीमा करोड करोड धन्यवाद दिन चाहन्छु। एउटा किसानले यसपालि म धेरै अन्न बटुल्छु भनेर धेरै मेहनत गर्नु भएछ। खन्नु भयो, जोत्नु भयो, जिलाउनु भयो, बिलाउनु भयो, यहाँ गर्नु भयो, त्यहाँ गर्नु भयो, माटो टेस्ट गराउनु भयो, यो गराउनु भयो। पर्फेक्ट छ, तिम्रो खेती असाध्यै राम्रो हुन्छ। जसले माटो टेस्ट गर्नुभयो, जसले माटो जाँच गर्नुभयो, उहाँले पनि तपाईँको माटो असाध्यै उर्वर भूमि छ, यहाँ धेरै फल छ भनेर एउटा किसान खुसी हुँदै घर फर्किनु